सो हे गाइज वेलकम इन स्ट्रे कस्मस। योभन्दा पहिला मैले 75 हार्ड डे च्यालेन्ज कम्प्लिट गरेको थिएँ एन्ड दिस टाइम आई एम गोइङ टु कम्प्लिट 50 आवर्स अफ फास्टिङ। यो फास्टिङमा चाहिँ म पानी मात्रै पिउने छु, जुन चाहिँ मेरो बेसिक निड्स हुनेछ र अरू कुराहरू फुड्सहरू मैले खाने छैन। र यसमा चाहिँ मैले के कुराहरू सेयर गर्नेछु भने मेरो शरीरमा इन्टरनली के कस्तो कुराहरू भइरहेछ र मेरो एक्सटर्नली मेरो शरीरमा मैले कस्तो कुराहरू फिल गरिरहेको छु त्यो कुराहरू सबै म सेयर गर्नेछु। र मेरो बडीमा केही कस्तो कस्तो कुराहरू परिवर्तन आउँछ, मैले कस्तो फिल गर्छु, मलाई भोक कतिको लाग्छ, म कतिको क्रेभ गर्छु खानाको लागि, क्रेभिङहरू कतिको हुन्छ। आइएम गोइङ टु डिस्कस एभ्रिथिङ इन दिस भिडियो। सो ढिला नगरी भिडियोतिर लागौँ। हामीले खाना खाइसकेपछि त्यसलाई पचाउनको लागि कम्तीमा 4 घन्टा जति लाग्छ। 4 घन्टाको प्रोसेसमा चाहिँ हाम्रो स्टोमाक खाली भइसकेको हुन्छ। पचाउने प्रोसेस चाहिँ लामै हुन्छ, तर नर्मल्ली हाम्रो स्टोमाक खाली हुने समय भनेको 3 देखि 4 घन्टामा खाली भइहाल्छ। र यो 4 घन्टासम्ममा के हुन्छ भन्दाखेरि हाम्रो इनर्जीको स्रोत ग्लुकोज हुन्छ। यो अनि ग्लुकोजले हामीलाई शरीरलाई इनर्जी दिन्छ भनेपछि त्यो इनर्जी गएर चाहिँ इन्सुलिनमा एब्जर्ब भएर बस्छ र स्टोर भएर बस्छ भनौँ। अनि यो प्रोसेसको बिचमा चाहिँ मैले नर्मल्ली हामीहरूले जुन कुराहरू नर्मल्ली फिल गर्छौँ त्यही कुराहरू नै फिल गरेको हुन्छु। यसमा कुनै पनि चेन्जेसहरू देखिन्न। अब यो 4 देखि 8 घन्टाको बिचमा के हुन्छ भन्दाखेरि अब मसँग जुन फुड हुन्थ्यो त्यो फुडहरू सबै सकिसक्यो, त्यसको इनर्जीहरू जुन छ त्यो मैले लिइसकेँ। अब मलाई मेरो नयाँ इनर्जीको स्रोतहरू चाहिन्छ। सो यही प्रोसेसमा चाहिँ मेरो ब्लड सुगर पनि बिस्तारै बिस्तारै घटिरहेको हुन्छ। र अब खाना इनर्जीको लागि चाहिँ मलाई मेरो लिभरले सहयोग गर्छ। लिभरले चाहिँ ग्लाइकोजिन तोड्न थाल्छ र मेरो इनर्जी अब त्यहीँबाट निस्किन्छ। मलाई चाहिने जति हिँड्न इनर्जी चाहिन्छ नि त, त्यो सबै इनर्जीहरू अब लिभरले दिन्छ मलाई ग्लाइकोजिन तोडेर। अनि यति बेलामा चाहिँ म नर्मली नै फिल गरिरहेको हुन्छु, त्यस्तो कुनै चेन्जेसहरू देखिन्न, किनभने जम्मा 8 घन्टा भएको छ मैले खाना केही नखाएको। सो यति बेला नर्मल नै हुन्छु। त्यसपछि 8 देखि 12 घन्टाको बिचमा चाहिँ अब के कुराहरू हुन्छ भन्दाखेरि अब मैले सुरुमा चाहिँ मेरो इनर्जी ग्लुकोजको माध्यम थियो, त्यसपछि मेरो लिभरबाट ग्लाइकोजिनले इनर्जी दिन थाल्यो। अबको प्रोसेसमा चाहिँ के हुन्छ भन्दाखेरि मेरो ग्लाइकोजिन जुन हुन्छ त्यो बिस्तारै बिस्तारै खतम हुँदै गइरहेको हुन्छ। र यति बेला चाहिँ अब मेरो शरीरमा भएको जुन फ्याटहरू हुन्छ, अब त्यो फ्याटको थ्रु मेरो इनर्जीहरू लिने गरिन्छ। मलाई चाहिने इनर्जीहरू अब फ्याटको थ्रु आउँछ। यो प्रोसेसलाई चाहिँ केटोसिस भन्ने गरिन्छ। यसमा चाहिँ अब मेरो केटोसिसको प्रोसेसमा चाहिँ केटोनहरू बन्न थाल्छ। केटोन भनेको पनि एउटा इनर्जीको स्रोत हुने गर्छ। अब यो 12 देखि 16 घन्टाको बिचमा चाहिँ के हुन्छ भन्दाखेरि मेरो शरीरमा भएको जुन चर्बी हुन्छ या त भनौँ फ्याट, त्यो फ्याट अब मेरो इनर्जीको सोर्स भनेकै फ्याट हुन्छ, अरू केही पनि हुँदैन। पहिले चाहिँ म हावा खान लगाएको छु यतातिर। अहिले 4 बजिसक्यो। मैले चाहिँ हिजो 6 बजी स्टार्ट गरेको थिएँ। सो 22 घन्टा भइसकेको छ अहिलेसम्म चाहिँ। अनि लाइक स्टिल मलाई भोक चाहिँ त्यस्तै लागेको छैन है। मैले केही पनि खाइनँ, एकछिन वाटर है, तर मलाई भोक चाहिँ लागेको छैन त्यस्तरी। लाइक कुनै पनि बेलामा चाहिँ क्रेभिङ हुन्छ, लाइक हुन्छ नि त कि म कि त करेलामा नुन हालेर पनि खाइदिन्छु जस्तो फिल हुन्छ बेला बेलामा चाहिँ। तर केही छिनपछि जब भोक लागेको केही छिनपछि त्यो सोध्छु अनि आई डोन्ट नो के हुन्छ शरीरमा, अनि मलाई भोक लाग्ने एक्कासी बन्द हुन्छ। लाइक अहिले पनि मलाई भोक लाग्छ छैन। म यत्तिकै वाकको लागि निस्केँ, किनभने बसिराख्यो भने चाहिँ शरीर अलिकति कम्फर्टेबल फिल हुँदैन भनेर घरमै बसिरहेको थिएँ। सो अलिकति वाक पनि गरौँ भनेर हावा आइरहेको छ एकदम चिसो चिसो। सो 22 घन्टा भइसक्यो। आई गेस अब मेरो शरीरमा भएको ग्लुकोजहरू सबै इनर्जीको रूपमा प्रयोग भएर पनि अहिले मेरो फ्याट्सहरू युज भइरहेको छ होला। आई डोन्ट नो, लाइक भित्रको इन्टरनल पार्ट्सहरू त त्यति डिटेलली थाहा होला, तर मैले पढे अनुसार चाहिँ अहिले चाहिँ मेरो फ्याट्सहरू बर्न भइरहेछ होला। अब 16 देखि 20 घन्टासम्म पनि हाम्रो शरीरले चाहिँ फ्याट्सहरू नै बर्न गरिरहेको हुन्छ। यति बेला हाम्रो शरीरमा इनर्जीको लागि फ्याटहरू नै युज भएको हुन्छ। तर जब हामी 20 देखि 24 घन्टामा सिफ्ट हुन्छौँ त्यति बेलामा चाहिँ बल्ल हाम्रो शरीरमा नयाँ चेन्जेसहरू आउँछ क्या, अलिकति फरक चेन्जेसहरू। यति बेला चाहिँ हाम्रो जुन डेड सेल्सहरू हुन्छ, यो मरेको सेल्सहरू, तिनीहरू रिकभर हुन थाल्छन् कि हाम्रो शरीरमा जुन पहिल्यैदेखि हुन्छ नि त, अब युज भएर हाम्रो सेल्सहरू त मर्छ नि त। सो त्यो मरेको सेल्सहरू अब रिकभर हुन थाल्छन् कि। अनि यो प्रोसेस भने एउटा हिलिङ प्रोसेस सुरु हुन्छ। लाइक तपाईँहरूले सुन्नुभएको होला कतैतिर कि हामीहरूले यदि लङ टाइमसम्म फास्टिङ गऱ्यौँ भने चाहिँ हाम्रो शरीरले सेल्फ हिल गर्न सुरु गर्छ भनेर। त्यो चाहिँ हाम्रो 20 देखि 24 घन्टाको बिचमा स्टार्ट हुन्छ कि। लाइक अब 20 घन्टा कटिसकेपछि अब स्टार्ट भयो कि यो हिलिङ प्रोसेस। यसलाई चाहिँ अटोफेजी भन्छ। 24 देखि 28 घन्टासम्म जाँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि मेरो शरीरले एकदम गहिरो लाइक डिप क्लिनिङ गरिरहेको हुन्छ कि। लाइक जता जता सेल्सहरू छ सबै त्यो डेड सेल्सहरूलाई चाहिँ एकदम लाइक रिकभर गरिरहेको हुन्छ या त त्यसलाई फालिरहेको हुन्छ र नयाँ सेल्सहरू आइरहेको हुन्छ भनौँ। अहिले चाहिँ 7:22 भएको छ। लाइक 6 बजीतिर चाहिँ 24 घन्टा भइसक्यो।
अहिले चाहिँ लाइक 24 घन्टा मतलब 25 घन्टा भयो भनौँ। एकदम कस्तो भइरहेछ भन्दाखेरि मलाई लाइक फिजिकल्ली त्यति स्ट्रङ छु जस्तो फिल भइरहेन। भोक चाहिँ मलाई लागेको छैन है अझै पनि। अनि अरू चाहिँ सबै ठिकै छ, शरीरले काम गरिरहेकै छ। अलिकति चाहिँ लाइक अल्छी फिल चाहिँ भइरहेछ, तर त्यस्तो पनि अल्छी फिल भएको छैन। लाइक अहिले कसैले वाकमा जाम भन्न जान मिल्छ, अहिले कतै दौड्न जाम भन्दा पनि जान मिल्छ। तर इनर्जीलाई प्रिजर्भ गरेर चाहिँ, किनभने मलाई भोलि अलिकति काममा पनि यताउता पनि जानुपर्छ। सो त्यही नै हो, अहिलेसम्म त सबै ठिकै छ। आइम नट हङ्ग्री, सबभन्दा ठुलो कुरा। लाइक 24 घन्टासम्म पनि केही नखाँदाखेरि जस्ट पानी मात्रै पिउँदाखेरि पनि लाइक त्यस्तो हङ्ग्री फिल, भोकाएको फिल गरिरहेको छैन। किनभने मेरो शरीरमा आफै हुन्छ नि त लाइक सेल्सहरू, जुन यो ड्यामेज सेलहरू, जुन यो डेड सेल्सहरू छ, त्यही डेड सेल्सहरूबाट चाहिँ अब मेरो शरीरमा एनर्जी लेभल मेन्टेन भइरहेको छ। शरीरलाई चाहिनुपर्ने जुन शक्ति छ त्यो चाहिँ त्यही बाट र फ्याट्सहरूबाट चाहिँ लिइरहेको छ मेरो शरीरले। त्यही नै हो। अलिअलि चाहिँ लाइक कमजोर फिल चाहिँ गरिरहेको छु मैले। सो अहिले चाहिँ 11:30 बज्छ, 11:30 अनि एभ्रिथिङ इज गोइङ वेल। तर अझै पनि लाइक हुन्छ मुखमा अलिकति नुनिलो फिल भइरहेछ, तर ठिकै छ। तर मलाई भोक चाहिँ लागेको छैन अझै पनि। अनि अलिअलि शरीरहरू दुखिरहेछ, मेबी सुतिराखेर यताउता बसिराखेर भएर होला। तर लाइक नर्मल नै छ, अलिकति मुखको टेस्ट चाहिँ बिग्रेको छ होइन, लाइक नुनिलो टाइपको। तर अरू चाहिँ सबै कुरा ठिक छ, लाइक आई लुक फाइन। सो लेट्स सी, अब सुत्छु म अनि भोलि बिहान उठ्छु। अझै पनि मेरो जुन सेल्सहरू छ त्यो सेल्सहरू, ड्यामेज सेल्सहरू चाहिँ इनर्जीको रूपमा प्रयोग भइरहेको छ। सो केही छैन। 24देखि 28 घन्टाको पिरियडमा चाहिँ के हुन्छ भन्दाखेरि अब यति बेला पनि नर्मल्ली हामीहरू त्यही अटोफेजीकै रूपमा हुन्छौँ, अटोफेजीकै फेजमा हुन्छौँ। यो फेजमा चाहिँ त्यही हाम्रो सेल्सहरू चाहिँ अब के भइरहेछ भन्दाखेरि डेड सेल्सहरू चाहिँ लाइक रिकभर भइरहेको छ र नयाँ सेल्सहरू आइरहेको छ कि। सो यो प्रोसेसमा पनि त्यही नै हुन्छ। र यो प्रोसेसमा पनि मलाई भोकहरू लाग्ने के छ भन्दाखेरि अब मेरो हामीलाई चाहिँ भोक किन लाग्छ भन्दाखेरि हामीलाई इनर्जी चाहिन्छ नि त। सो इनर्जीको लागि हामीले ग्लुकोज युज गर्छौँ। तर अब के छ भन्दाखेरि भोक त्यस्तो धेरै भोक लाग्दैन कि, लाइक अलिकति नर्मल्ली यताउता भोक लाग्नु ठिक हो, तर त्यस्तो भोक लाग्दैन। तर यसले चाहिँ पछितिर गएर पनि बहुत चेन्ज गर्छ। इभन मलाई आजभोलि पनि लाइक यो मैले यो 50 आवर्स अफ फास्टिङ गरेको धेरै भइसक्यो, तर इभन म आजभोलि पनि धेरै खान खोज्दैन कि। लाइक हुन्छ नि त मेरो शरीरले त्यो कुराहरू एडप्ट गरिसक्यो जस्तो लाग्छ मलाई। किनभने अब पहिलातिर हुन्छ नि अनेस्टली भनेको मलाई धेरै खान मन लाग्दिन्थ्यो कि। लाइक अब अलिकति वर्कआउट यताउता गरे पनि त्यसले पनि एफेक्ट पर्छ, तर खान अलिक बढी मन लाग्थ्यो। तर त्यो फास्टिङ गरिसकेपछि चाहिँ मलाई खाना एकदम कम लाग्छ कि मन। सो इफ यु वान लुज यो वेट देन यु क्यान ट्राई दिस है। अनि त्यसपछि अब 28देखि 32 घन्टाको टाइममा चाहिँ के हुन्छ भन्दाखेरि मेरो दिमाग अब एकदम सार्प भइसकेको हुन्छ कि। र अब यो केटोनहरूले मलाई एकदम हुन्छ नि त शक्ति दिइरहेको हुन्छन्। अब इनर्जीको स्रोत मेरो केटोन नै भइरहेको हुन्छ। पहिलातिर चाहिँ मैले ग्लुकोजलाई इनर्जीको स्रोत मान्थेँ, जसलाई इन्सुलिनले कलेक्ट गर्थ्यो, स्टोर गर्थ्यो भनेपछि अहिले केटोनको युज भइरहेको छ मेरो इनर्जीको लागि चाहिँ। र यसमा पनि नर्मल्ली त्यही नै हुन्छ। देन वी सिफ्ट टु 32 to 36 घन्टा। अब 32देखि 36 घन्टासम्म के हुन्छ भन्दाखेरि अब लाइक कुनै कुराहरू बिस्तारै त्यो म्याक्स लेभलमा पुग्छ नि त। सो हाम्रो सेल रिपेयरिङको जुन प्रोसेस थियो त्यो पनि यति बेला म्याक्स रूपमा पुग्छ कि। र मेरो इम्युनी सिस्टम पनि के हुन्छ भन्दाखेरि हाम्रो शरीरमा भएको जुन युज्ड अनवान्टेड सेल्सहरू छन् त्यो सेल्सहरूलाई हटाउने प्रोसेसमा लागिरहेको हुन्छ। र यति बेला चाहिँ मेरो शरीरमा चाहिँ लाइक सबै कुराहरू नयाँ परिवर्तन भइरहेको हुन्छ कि। लाइक अब हामीले सानैमा पढेको हो नि त, सेल बनेर टिस्यु बन्छ, टिस्यु बनेर अर्गान्स यस्तै भनेर। सो लाइक मेरो शरीरमा पनि यो नयाँ सेल्सहरू जेनेरेट भइरहेको हुन्छ। इट्स बिन 39 आवर्स, किनभने अहिले 9 बजेछ है। अनि मलाई भोक चाहिँ अझै पनि लागेको छैन। अनि त्यति साह्रो लाइक हुन्छ नि कमजोर जस्तो फिल पनि भइरहेको छैन। तर लाइक कुनै अब मैले मेरो हातले दबाई राखेँ भने केही समयसम्म लाइक हुन्छ नि अलि बडी पेन हुन्छ कि। अनि अरू सबै कुरा त ठिकै छ। 39 आवर्ससम्म पानी मात्रै पिएर बसिरहेको छु। 48 आवर्ससम्मको अब 6 बजेतिर आजको सकिन्छ। तर त्यस्तो फुडको क्रेभिङ चाहिँ मलाई भएको छैन है। अनि एनर्जी पनि त्यति धेरै कमजोर भएको छु भन्ने जस्तो पनि फिल भइरहेको छैन।
त्यही यो हार्टबिट जुन छ त्यो चाहिँ अलिकति पहिलाभन्दा अलिक स्लोली बिट गरे जस्तो फिल भइरहेछ। अनि अरू त नर्मल नै छ सबै कुराहरू। अनि लाइक हुन्छ नि सकेसम्म आफै मनबाट चाहिँ इनर्जी कम युज गरौँ, लाइक बोल्नलाई कुनै पनि काम गर्नलाई चाहिँ इनर्जी कम युज गरौँ जस्तो चाहिँ फिल हुन्छ। तर अरू कुराहरू चाहिँ ठिकै छ, गुड। यो 36 देखि 40 आवर्सको बिचमा के हुन्छ भन्दाखेरि हाम्रो शरीरमा जुन अटोफेज चलिरहेको हुन्छ त्यो चाहिँ एकदम पिकमा जान्छ क्या। यति बेलामा चाहिँ हाम्रो कुनै पनि सेल्सहरू अलिकति पनि ड्यामेज छ, केही छ, बिग्रेको छ, डेड छ, लाइक इन्जर्ड छ भने त्यो सबै सेल्सहरूलाई रिकभर गर्न सुरु गरिदिन्छ क्या। यति बेला हाम्रो अरू कुनै घाउहरू, चोटपटक छ, कुनै पनि खालको रोग यताउता छ भने पनि त्यसलाई पनि यसले बिस्तारै बिस्तारै निको गर्न सुरु गर्छ कि, एक किसिमले डेड सेल्सहरूलाई भनौँ। अनि त्यसपछि चाहिँ यति बेलामा चाहिँ मेरो दिमाग चाहिँ एकदम क्रिस्टल क्लियर हुन्छ कि लाइक के त्यो डिजिनेस हुने, अलिकति यताउता हुने, यस्तो यस्तो केही पनि हुन्न, किनभने मैले इनर्जी पाइरहेको छु नि त मेरो शरीरबाट आफै। सो तर कहिलेकाहीँ चाहिँ बिपी लो हुने मान्छेलाई चाहिँ अलिकति प्रब्लम्सहरू चाहिँ यताउता देखिन सक्छ। तर पानी भन्ने कुरालाई चाहिँ एकदम ध्यान दिनुपर्छ, टाइम टाइममा पिइराख्नुपर्छ, लाइक 2 आवर्समा 3 आवर्समा पिइराख्नुपर्छ, थोरै 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 गरेर, त्यो एकैचोटि पिउने चाहिँ होइन। तर पानी भन्ने कुरालाई चाहिँ पिइराख्नु पऱ्यो। इट्स बिन लाइक 47 आवर्स भइसक्यो अहिलेसम्म, अनि पानी बाहेक केही खाएन। सो कस्तो भइरहेछ भन्दाखेरि मेरो हातहरू अलिअलि दुखिरहेछ, तर भोक चाहिँ मलाई त्यसरी लागेको छैन, लाइक कुनै पनि खालको क्रेभिङ भइरहेको छैन। अनि एभ्रिथिङ्स ओके, लाइक त्यस्तो अलिअलि चाहिँ डिजिनेस जस्तो मतलब हुन्छ नि, धिरमिर जस्तो त हुन्छ, तर त्यस्तो डिपवाला धिरमिर चाहिँ केही पनि भएको छैन। एभ्रिथिङ्स गुड। लाइक मैले फर्स्ट टाइम हुन्छ नि, फर्स्ट टाइम यस्तो उपवास बसेको थिएँ यति समयको लागि। यो 40 देखि 44 घन्टाको बिचमा चाहिँ के हुन्छ भन्दाखेरि अब मेरो इम्युनी सिस्टम पुरै रिसेट भइसकेको हुन्छ कि, लाइक पहिला मलाई इनर्जीको लागि ग्लुकोज चाहिन्थ्यो जुन मैले फुडबाट लिन्थेँ, त्यसपछि मेरो फ्याट्सहरू भयो। सो अब चाहिँ मेरो शरीरमा जुन इम्युनी सिस्टमहरू हुन्छ, हाम्रो इम्युनी सिस्टमले चाहिँ हामीलाई लाइक विभिन्न रोगहरूबाट बचाउने गर्छ है। अब यो चाहिँ एकदम रिसेट भइरहेछ कि। अनि त्यसपछि यति बेला पनि हामीले जुन यो हुन्छ नि माइन्डको क्ल्यारिटीनेस, त्यो चाहिँ एकदम हाई नै हुन्छ यति बेला पनि, लाइक हामीले सबै कुराहरू क्लियरली नै देखिरहेको हुन्छौँ। अनि हाम्रो इनर्जी पनि एकदम डिप लेभलमा गइसकेको हुन्छ यो 44 आवर्ससम्मको बिचमा। अब यो 44 देखि चाहिँ 48 आवर्ससम्म या लगभग 50 आवर्ससम्म भनौँ, एट द एन्डतिर भनौँ। अब चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो सेल्सहरू मात्र नभएर हाम्रो डिएनए पनि रिपेयर हुन सुरु हुन्छ कि, र हाम्रो यो स्टेजमा चाहिँ ब्रेन एकदम शार्प भएको हुन्छ। सो 6:20 भइसक्यो, लाइक 48 आवर्स 20 मिनट्स भइसक्यो भनौँ। एन्ड स्टिल आई एम इन फास्टिङ मोड। अनि सबै कुरा ठिकै भइरहेछ, लाइक मेरो हात चाहिँ खै किन दुखिरहेछ, त्यो मेबी अरू कुनै प्रब्लमले गर्दाखेरि पनि हुनसक्छ। तर भोकले नै यस्तो मतलब मलाई लाइक खत्रै इम्प्याक्ट परेछ भन्ने छैन, लाइक आई एम फिट एन्ड फाइन। अझै पनि म पुसअप सुसअपहरू हानिदिन्छु, यताउता गरिदिन्छु। अनि यु डु वान सी? ओके, आई विल सो यु। लानु भिडियो बना न, पुसअप हानेको है, पुसअप हानेको। ब्याट्री लो भनेर आएर रोके ल। 1 2 3 4 5 6 7 8 9 10। अझ पनि हान्न सक्छु, तर अलिकति गाह्रो परिहाल्छ नि। सो इट्स फाइनली 8 AM, लाइक 50 आवर्स भइसक्यो मैले केही नुन नचाहेको है। एन्ड दिस इज दाल। अनि अब झाक्दैछु, लाइक साल्ट नखाने मान्छेहरू त धेरै हुन्छन्, तर हुन्छ नि पानी मात्रै पिएर कुनै पनि फुडहरू नलिएर नखाएर बस्न थियो 48 आवर्ससम्म। तर मैले 2 आवर एक्सटेन्ड गरिदिएँ। सो 50 बनाइदिएँ। अनि 50 आवर्ससम्म मैले केही खाएन, पानी मात्रै खाइराखेँ। लाइक हिजोको अस्तिको 6 PM हो क्या स्टार्ट गरेको। अनि सो प्लिज टेस्ट दिस। कस्तो ज्यान आए जस्तो के, मतलब हुन्छ नि ज्यानमा ज्यान आयो भन्छ नि, त्यस्तै फिल भयो। केही खाए जस्तो फिल भयो होला।
यस्तो चाहिँ हुँदो रहेछ, एक्सपिरियन्स गरेँ, खुसी लाग्यो. सो द्याट्स अल. मासु खान्छु. जुन यो 50 आवर्सको फास्टिङ थियो, यो फास्टिङमा चाहिँ मैले के कस्तो कुराहरू अनुभव गरेँ त्यो सबै कुराहरू मैले यहाँ डिस्कस गरिसकेँ. सो मैले एक्सटर्नली लाइक मैले फिजिकल्ली के कुराहरू महसुस गरिरहेको थिएँ त्यो पनि मैले यो भिडियोमा डिस्कस गरेँ. सो एट द एन्ड अब हामीहरू एन्डतिर नै आइसकेको छौँ. सो एन्डमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि यसै मलाई लङ टर्ममा कस्तो इफेक्ट पर्यो भन्दाखेरि लाइक इज कम्पेयर टु लाइक पहिला फास्ट भनौँ जब मैले फास्टिङ गरेको थिएन, मैले त्योभन्दा पहिले कहिले पनि फास्टिङ गरेको थिएन. नट इभन अ सिङ्गल टाइम. लाइक त्यो व्रत सर्त बस्छ नि त त्यो पनि मैले गरेको थिएन. सरी फर द्याट. यो मेरो टकिङ टर्न नै हो है. अनि व्रतहरू बस्दाखेरि पनि मैले अरूले बस्थेँ म बस्थेन. तर मैले यो चाहिँ आफ्नो लागि के कस्तो चेन्जहरू हुन्छ मैले बहुत सुनिरहेको थिएँ कि हाम्रो बडीले सेल्फ हिल गर्छ भनेर, कसरी गर्छ के गर्छ लाइक आफैले अनुभव गर्न मन थियो. सो मैले त्यही कारणले गर्दाखेरि यो फास्टिङ गरेको थियो 50 आवर्सको. मेबी नेक्स्ट टाइम आई विल डु लाइक 1 विक अफ फास्टिङ के हुँदो रहेछ त्यसपछि हेरौँ. 20 डेज अफ फास्टिङ अब इफ आई गेट लाइक सपोर्ट और समथिङ लाइक द्याट. तर केही भएन, मजा आयो, रमाइलो भयो एकदम. तर त्यो गरेको चाहिँ एकदम लामो समय भइसकेको छ. नाउ आई एम ओके. अनि इफ यु हेभन वाच लाइक मेरो 75 हार्ड डे च्यालेन्ज देन गो वाच इट. मैले चाहिँ त्यो कता यताउता आइसाई बटनमा राखिदिन्छु. सो किप वाचिङ. अनि अब नयाँ च्यालेन्जहरू पनि म बिस्तारै बिस्तारै गर्दै आउँछु, गरिराख्छु. सो थम्स अप फर एभ्रिथिङ ब्रो.